प्रभु मेरो लागि असल सुन्दर एउटा दिनुहोस् भनेको छ। सो आदमको लागि श्रीमतीको आवश्यकता आदमलाई भन्दा पहिला परमेश्वरलाई भयो। आमेन। आजभोलि परमेश्वरलाई होस् कि नहोस्, मेरो बाबुलाई होस् कि नहोस्, मलाई पहिला हुन्छ होइन? हेर्नुहोस् भाइहरू, विशेष तपाईँको हुनेवाला जीवन साथीको लागि नि तपाईँलाई भन्दा ज्यादा चर्को चाहिँ प्रभुलाई हुन्छ। आमेन। भन्दा ज्यादा सुन्नुहोस् है, यो एकदम गहिरो कुरा गर्दैछु है, विवाहको कुरा एकदम गहिरो। तपाईँलाई भन्दा ज्यादा चर्को छटपटी हुटुटी तपाईँको जीवन साथीको लागि परमेश्वरमा पहिला हुन्छ। विश्वास गर्नुहोस् नहोस्, अहिले तपाईँलाई गाह्रो हुन्छ हो। तपाईँलाई छान्ने म तेरो लागि असल सुहाउँदो जोडी दिनेछु भन्नुभयो नि प्रभुले। हो, प्रभुले भन्नुभएको नि म तँलाई यस्तो च्यानल लगाइदिन्छु कि फिट गरिदिन्छु कि तैँले पाइहाल्छस् भन्नुभएको छैन। म तेरो लागि असल र सुहाउँदो जोडी खोजिदिनेछु प्रभुले भन्नुभएको प्रिय भाइ। त्यस कारणले गर्दाखेरि तपाईँलाई भन्दा ज्यादा हुटुटी, यदि परमेश्वरलाई भन्दा तपाईँको जीवन साथी तपाईँलाई ज्यादा हुटुटी हुँदैछ भने चाहिँ याद राख्नुहोस् तपाईँको विवाह खासै राम्रो होला कि नहोला। जब परमेश्वरलाई आवश्यकता हुन्छ यो भाइ अब एक्लो रहन असल छैन, यो भाइको लागि म असल र सुहाउँदो जोडी छुट्याउँछु भनेर प्रभुलाई जब लाग्छ नि, अनि प्रभुले तपाईँलाई गहिरो निन्द्रामा पुर्याइदिनुहुन्छ, उतापट्टि हावा पनि तयार गरिराख्नुहुन्छ। आमेन। तपाईँलाई थाहा छ अब्रामको छोराको नाम इसाक, कति जान्ने? इसाकको श्रीमतीको नाम रेबिका। अर्को पनि थियो कि क्या? अब्रामको लागि इसाकको लागि श्रीमती हुनुपर्छ भन्ने पहिला हुटुटी बाबालाई भएको अब्रामलाई। अनि इसाक हेर्नुभयो, बुढी हेर्नुभयो, को गयो? अब्रामले नोकर पठायो, जा त्यो ठाउँमा जा, त्यो ठाउँ यसो गर उसो गर सबै गरेर पठायो। उपहार पनि लिएर गयो होइन। को गयो? हजुर सेवक गयो भन्नुहोस् न। हो, अब अब्रामलाई लाग्यो कि मेरो छोरा इसाकलाई अब खाँचो पऱ्यो, छोरी बुहारी अब उसको लागि जोडी, अनि उसले पनि पठायो। अनि त्यसो अब इसाकलाई थाहै छैन, इसाकको कता कोठतिर थियो कि कतातिर दुधुनु गएको थाहा छैन। गयो एकचोटि बिहान आउँदा त बुढीमा मक्खा फेरि राम्रो होइन। तपाईँले मेरो लागि यदि आवश्यक छ र समय हो भने परमेश्वरले आफ्नो सेवकको रूपमा पवित्र आत्मालाई पठाउनुहुन्छ यतातिर। कुन चाहिँ भाइको लागि पवित्र आत्माको काम आगो बालिदिने, त्यो प्रेमको आगो झिल्का बालिदिने काम यतातिर गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि भाइहरू बहिनीहरू तपाईँहरू अत्तालिनु पर्दैन विवाहको लागि। त्यस कारणले यहाँ के भयो भने तपाईँहरू मैले प्रेम गर्न सक्छौँ। प्रेम नै हो सबैभन्दा अन्तिम बिन्दु जुन चाहिँ हामी स्वर्गमा पनि गरिराख्छौँ। तपाईँले स्वर्गमा कसैले कसैलाई दया देखाउनु पर्दैन, पर्छ स्वर्गमा? हजुर दया नपाएको हजुर ज्यू भनेको स्वर्गमा भेट्नुहुन्छ? भेट्दैन कि भेट्छ? स्वर्गमा रिसा मान्छे भेट्नुहुन्छ जसलाई तपाईँ सहनशील बनिराख्नु पर्ने भेट्नुहुन्छ?